नमस्ते, म राजन जयसवाल। मेरो घर कलैया बारा नेपाल। मैले चाहिँ होटल म्यानेजमेन्ट गरेको हो चेन्नईबाट। मैले ट्रेनिङ पनि गरेँ त्यही अन्तरालमा। अनि त्यसपछि मैले एक्सपिरियन्सको लागि मैले चेन्नईमै इन्डियामै 4 वर्ष जति काम गरेँ। बाहिर जानको लागि मैले अप्लाई गरेको थिएँ। त्यसपछि म कतार पनि गएँ, चेक रिपब्लिक पनि गएँ, धेरै ठाउँमा पनि काम गरेँ। अलमोस्ट मैले 6 to 7 इयर्स मैले एक्सपिरियन्स बनाएको थिएँ। अनि कोभिड पछि म घरमा बसिरहेको बेलामा एटलान्टिस होटलको बारेमा मैले सुनेको थिएँ, किनकि त्यो एउटा सबभन्दा ठुलो प्रपर्टी हो युएईको। आई मिन मैले यहीँ आएर अप्लाई गरेँ हो भिजन एन्ड भ्यालुको अफिसबाटै। अनि मैले अप्लाई गरेको इयर चाहिँ 2021 अगस्त महिनामा मैले अप्लाई गरेर त्यहाँ गएको थिएँ। म गएको अहिले 2 वर्ष भइसक्यो। फेसिलिटी र बेनिफिटको कुरा गर्दाखेरि मलाई एभ्री इयर्स मलाई छुट्टी पाउँछ। 45 डेजको लागि म भ्याकेसन आइरहन्छु। म अप्लाई गर्दाखेरि एज अ डेमी सेफ्टी पार्टी अप्लाई गरेको थिएँ। 9 मन्थमा मैले प्रमोसन पनि पाएँ। मैले राम्रो काम देखाएँ, राम्रो काम गरेँ। अनि म सिडिपी पोजिसनमा मैले अहिले अन्तराल काम गरिरहेको छु। अब यहाँ आउनको लागि अब अप्लाई गर्नको लागि मान्छेहरू धेरै अब प्रयास गरिरहेका हुन्छन्। अब भिजन एन्ड भ्यालुबाट अनलाइन धेरैवटा प्रोसेसहरू छ होइन, गरेर आउँछन्। तर मेन कुरा चाहिँ यहाँ के छ, च्यालेन्जेस कुराहरू 5 स्टार होटलको एक्सपिरियन्स हुनु पर्यो, वेल ट्रेन हुनु पर्यो, वेल एक्सपिरियन्स हुनु पर्यो। अनि अफकोर्स अब होटल म्यानेजमेन्ट पढेको मान्छेले अब होटलतिर नि काम गर्ने मान्छेले होटल म्यानेजमेन्टको डिग्री हुनु पर्यो। त्यसपछि जान लागि त अब मान्छेले दुबई मात्र भन्छन्, तर दुबईको बारेमा पनि थाहा हुनु पर्यो। त्यहाँ कल्चर कस्तो छ, वेदर कस्तो छ, वर्क स्टाइलहरू कस्तो छ, आफू चाहिँ त्यो वर्क स्टाइलमा फ्लेक्सिबल छु कि छैन। किनकि अब म आफ्नै कुरा गर्दाखेरि सुरुमा म गल्फमा जाँदाखेरि मलाई अब त्यहाँको वातावरण थाहा थिएन, वर्क स्टाइलहरू थाहा थिएन। म 8 घन्टा 9 घन्टा काम गर्ने मान्छे, त्यहाँ अब कहिलेकाहीँ बिजी भएको बेलामा 12 घन्टा काम गर्न लाउँथ्यो। अनि मलाई पनि त्यहाँ अब आफूलाई चाहिँ सेटल गर्नलाई केही महिना मलाई पनि अलिकति गाह्रो भएको थियो। तर यो सब कुराहरू छ। त्यहाँ अब अप्लाई गर्नुभन्दा पहिला आफूलाई चाहिँ त्यसको लागि क्यापेबल बनाउनु पर्यो, माइन्डसेट बनाउनु पर्यो। अब एटलान्टिसको कुरा गर्दाखेरि वर्ल्डको सबभन्दा बेस्ट किन भनिन्छ भने त्यस्तो फेसिलिटी र त्यस्तो बेनिफिट अहिलेसम्म मैले जहाँसम्म मैले 5-6 वटा प्रोपर्टीमा काम गरेँ, ब्रान्डमा काम गरेँ, त्यस्तो फेसिलिटी मैले आजसम्म देखाएको छैन। मेन कुरा अब म आज सिनियर पोजिसनमा हुँदाखेरि, आज सुपरभाइजर पोजिसनमा हुँदाखेरि मलाई सिङ्गल रुम दिएको छ, फुल फेसिलिटी छ होइन। स्यालेरी प्याकेज पनि दुबईभन्दा सबभन्दा हाई पे गरेर आउँछ एटलान्टिसले। खाना बस्ने फ्री हो, टोटली फ्री हो, अप्सन धेरै छ। तर जानुभन्दा पहिला आफूलाई त्यो क्यापेबल बनाउनु पर्यो। म्यान पावरमा आएर मलाई पठाइदिनु, जानु छ मलाई जसरी जानु छ भनेर पनि भएन, त्यहाँ उचाउनु पनि भएन। अब म यहाँ आउँदाखेरि अप्लाई गर्दाखेरि मैले धेरै ठाउँमा काम गरेर पनि मलाई त्यो डर त मनमा थियो नि त, म जानला छु के होला कसो होला। तर मलाई म्यान पावरलाई मलाई कहिले पनि प्रमिस गर्न तपाईँले सिङ्गल रुम पाउनुहुन्छ, यो पाउनुहुन्छ। कन्ट्र्याक्टमा थियो, म कन्ट्र्याक्ट बेसमा गएको। त्यहाँ जाँदाखेरि मैले जे कन्ट्र्याक्टमा साइन गरेको थिएँ त्यो मैले सबै पाएको छु। स्यालेरी इन्क्रिमेन्ट एभ्री इयर हुन्छ मेरो। म गएको चाहिँ फ्री भिजा फ्री टिकटमा गएको हो। अहिले चाहिँ म भ्याकेसनमा आएको हो। आई मिन 45 डेजमा 45 डेजको लागि म आएको थिएँ। फ्री टिकट पनि मलाई चाहिँ कम्प्लिमेन्ट दिएको हो। यसो म एभ्री इयर आइरहेको हुन्छु यहाँ भेट्न। पछाडि देखिरहनु भएको छ यो बोर्ड, आई मिन यो होर्डिङ बोर्ड, यो मेरै होटलको स्टाफहरू हुन्, मेरो कलिग्सहरू हुन्। यो सबै टिममा, यो होल टिममा म्याक्सिमम यहीँबाट गएको मान्छेहरू पनि छन् है। फेरि सर्ट एन्ड स्विटमा भन्दाखेरि बेस्ट छ, होटल पनि बेस्ट छ होइन। अनि भिजन एन्ड भ्यालु पनि बेस्ट छ, एकदम जेन्युन छ, ट्रस्टेबल छ, नो डाउट। थ्याङ्क यू भेरी मच।